कहिलेकाहीँ मिरन्जीलाई लाग्छ कि लाग्दैन राम्रै व्यापार व्यवसायमा चल्दै थियो गुड लाइफ थियो क्या बेटर थियो राति निद्रा पर्थ्यो खाना खाइसके पछाडि कहिलेकाहीँ गर्लफ्रेन्डसँग च्याट पनि गरिन्थ्यो होइन त्यो चाहिँ नभन्नु त्यस्तो होइन मजाको लाइफ थियो फ्याक्टो सोसियल मिडिया ब्यान्ड हो दिवस भण्डारीलाई एउटा अन्तर्वार्ता दिए 40 मिनटको त्यो अन्तर्वार्ता व्यापक भाइरल हो ब्लास्ट भयो त्यस पछाडि नेता भएको सामना गर्ने गाह्रो भइरहेछ भन्ने लाग्छ होइन अब सामना कसले गर्न गाह्रो भन्नु है अब यस्तो अब पहिलाको जीवन जस्तो सामना के प्रश्नको सामना त गर्न के गाह्रो रह्यो हेर्नुहोस् म त जे त्यही भनिरहेको छु होइन केसको जवाफ नदिए भन्ने छैन अब जिन्दगी फेरिएको छ पहिला चाहिँ भनौँ न प्राइभेसी थियो भने अहिले मास्क बिना बाहिर हिँड्न मिल्दैन हो जेन्जी भाइ भनेर चाहिँ फोटो खिच्ने भन्नुहुन्छ अब त्यो चाहिँ हेर्नुहोस् अलिकति स्वतन्त्रता चाहिँ अब अलिकति गएको जस्तो छ तर केही छैन देशको लागि राम्रो हुन्छ भने आमा बाउले पनि जाऊ छोरो गर अरूको लागि चाहिँ अलि अन्कनाए पनि यो कुरामा चाहिँ जा छोरो गर भन्नुभएको छ अब त्यति भनेपछि मलाई देशको लागि केही गर्नलाई केही अप्ठ्यारो चाहिँ पर्दैन